लास्ट डे हिमालको खुसी पनि छु दुखी पनि छु Hello guys, welcome to my vlog. हेर्दै लास्ट दिन पनि आइसक्यो है। लास्ट दिन यतातिर यस्तो गराइदिँदैछ जिम। मैले छोड्दैछु यतातिर जिम बनाउँदैछ। अनि आज चाहिँ एक्सको लास्ट दिन यो हो हाउस एक्सको बिलोङ्गिङ्स। आज मैले सब ह्यान्डओभर गरिदिन्छु। छ मेरो फर्स्ट भ्लगमा जात्रा लागेको थियो हाउस रेस्टको। लास्ट भ्लगमा पनि जात्रा लाग्दैछ किनकि आज शनिबार हो। आइपुग्यो है, आइपुग्यो गाइज। यो त भने ओपनिङ भइसकेको छ। आज लास्ट के भन्न चाहनुहुन्छ? ओ टिकाजुरी टिका लास्ट दिन पनि छोडेन भन्दा त अब लास्ट दिन छोडेन, छोडेर जाने मान्छेले चाहिँ केही पनि भन्न मन छैन। टिकाले कहाँ छोड्छ र मैले मेरो प्यारो टिका पो हो त। हेलो गाइज, वेलकम टु माई भ्लग। अब मेरो आज लास्ट दिन हो होइन। अनि त्यसपछि मैले चाहिँ केटाहरूलाई के गरिदिरहेको छु भन्दाखेरि यहाँ अब यो यसपछि भिडियो नखिच्ने अहिले। अनि यो लास्ट हो यार टिका यार। बाई बाई। अलि लगाउँछ कि टिका मान्छे। यहाँ हाम्रो जम्का भेट भइरहेछ है। यो के भन्छ यसलाई मिटिङ। ल हाम्रो म्यानेजर सर हुनुहुन्छ, मलाई के भन्न चाहनुहुन्छ सर? ओके हाम्रो कनेक्सन फेरि कस्तो छ भन्दाखेरि होइन, सरले यस्तरी बोल्नुभयो तर मैले एकदम मनदेखि नै बुझेँ कि। एक बात कहना चाहता हूँ, आपने चाह के छोड़ा कि ना चाह ते हुई भी छोड़ी। के लाग्छ तिमीलाई? वही तो मैं कन्फ्यूज हूँ, इसलिए आपको पूछ रहा हूँ। You can see my vlog, okay? Okay, nice to meet you guys. This is gonna be our last vlog together. Yes. Okay, bye. I got a good. ल्याउँदैन ल। यहाँ हुनुहुन्छ हाम्रो अन्सा दिदी। हाई गर्नु हेलो भने। हेलो। ल आज मेरो लास्ट दिन हो। उहाँ चाहिँ मेरो खाना खाने पार्टनर है। के भन्नु छ मलाई? सम्झ्या बेला बेला फोन गरेँ, भिडियो हालेँ, म लाइक सेयर सबै गरेँ। ए यस्तो दिदी चाहियो कि यस्तो दिदी। ल बाई बाई। ए अच्छा दिदी राम्रोसँग जानु होला है। काठमाडौँ आयो नि, यहाँ भेट्नु होला। नै हुन्छ। बाई बाई। ल बाई बाई प्यार दिदी। ल गुड नाइट। आउँदै गर्नु है। ल जाँदै म हो है। सबैले भाले सबैले भाले चाहिँ भाइ भाइ गरिरहेछ। हाम्रो कान्छीले मुख धोएर आउने रे। किन लजाको यार? ल के भन्नु छ? यही हो बिस्तार जाऊ के भन्दा होइन बिस्तारै जाऊ। ब्राइट फ्युचर त्यति हो के भन्दा। ल दाइ के भन्नु छ? अब तिमी छाडेर जाने भइहाल्यो यहाँ। सजिलो थियो। थ्याङ्क यू दाइ। छाडेर जाऊँ न होइन, त्यो चाहिँ त्यस्तो त भन्न मिलेन। होइन यहाँ त अब त्यही त हो सबै। अब अपडेट त हुनु पऱ्यो। हामीले कहाँ एकै ठाउँमा बस्ने कुरा नि। हिमाल कति वर्ष काम गऱ्यो यहाँ? करिब 3 वर्षको हाम्रो घनिष्ठ दाजुभाइको मित्र। ल फेरि ल हामी त भेट भइरहेको हुन्छौँ। सी यू एन्ड अनदर भ्लग। हामी चाहिँ अब कतै कहिले रे साउन होइन राम्रै घुम्ने प्लान छ होइन। तर कहाँ घुम्छ भन्ने चाहिँ थाहा छैन। अनि त्यसपछि यो चाहिँ अब एकदम सरप्राइज खतरावाला भ्लग आउँछ। डुओ भ्लग भन्ने छ होइन। त्यो चाहिँ वान डेमा वान डे च्यालेन्ज। हेर्छ भाइ जेपी ब्रो। के छ जेपी ब्रो? एकदम ठिक छ एकदम ठिक छ। केही कमेन्ट छ मेरो लागि? छैन यार। छैन। कम्प्लेन त क्या बोल्नु हैन। एकछिन त पाइदिएछ। एकछिन त्यही हो। अब हामी लास्टचोटि अब फेरि एकचोटि भ्लग बनाउने मौका चाहिँ पाउँछ जस्तो लाग्यो है मलाई। जाने चाहिँ कहाँ? तुम पैसा जम्मा गर सिरिफ वही बात खतम। जाने हो यसरी नभन्नु नि यहाँ। कति पैसा चाहियो? पैसा त हाम्रो गोल हाल्यो। खासै चाहिँ कहाँ जान लाग्यो भाइ? हामी चाहिँ फुले खाने सिस्नेरी। ल बाइ बाइ गाइज।
डु सब्सक्राइब। कार्यक्रममै आँप चोरी राख्नु चोर के गर्ने चोरी कति हो जान्न सक्छौँ पकाउनु लाग्छ ढुङ्गाले ल 5 चाहिँ झरेछ है 5 चाहिँ झऱ्यो मलाई त आँप मिठो नभएर त्यस्तो क्रेभिङ नभएर होला है काँचै छ आँप फेरि ठिक छ ए आँप खाएको भिडियो थाहा छ हामीले थाहा छ एकदम मिठो 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 देखिन्छ है आँपको आजको भिडियो चाहिँ अरूलाई लोभ्याउने खालको हुन्छ है गाइस खाएर अरूलाई चुप डोन्ट डिस्टर्ब मी ओके अहिले हुनुहुन्छ हाम्रो मनोज खुलाल गुरुङ मेरो लेफ्ट ह्यान्ड साइडमा हुनुहुन्छ मेरो प्यारो भाइ अंशुलाई नमस्कार मेरो नाम सञ्जीव प्रताप राणा नगर धन्यवाद मेरो भाइ भरत हेलो गाई अहिले हुनुहुन्छ हामीसँग हाउस एरेस्टको क्याप्टेन है क्याप्टेन चाहिँ हेलो जस्तै मैले चाहिँ अब अलिकति खाँदै कुरा गर्ने बानी छ होइन आफू खाँदैछु अनि तिमीलाई होइन ठिका खाँदैन होला है तिमीले ल ठिक छ हामी मान्छेहरू चाहिँ किन बाँचिराख्नु जस्तो लाग्छ तिमीलाई भन्नु त के खाएर जन्मिएला के खाएर जन्मिएला त्यसपछि तिमीले खाँदैन होला होइन अनि त्यसपछि तिमीले खाँदैन होला होइन आँप काँचो आँप होला तिमीले खोर्सानीहरूले भइरहेको लागेको छोडिदियो होइन हो खै त्यस्तो कस्तो लागेको छ राम होइन हो खै त्यस्तो कस्तो लागेको छ राम कस्तो लागेको बारेमा भन्दा हामी किन बाँचिराखौँ बाँची अब हामी किन बाँचिरहेछौँ कस्तो कुरा भन किन बाँचिरहेछौँ हामी भन्दाखेरि अब किन खानाको लागि बाँचिरहेको घुम्न रमाइलो यतिकै हो तिमीलाई त्यस्तो लाग्छ जिन्दगी बिताउन एकचोटि पाएको जिन्दगी रमाइलो हाँसी खुसी अनि तिमीले चाहिँ के गरिरहेको छु जस्तो लाग्छ के गरिरहेको छु अब त्यही अब अहिलेको लागि मिहिनेत पछि अब बुढेसकालमा सकिँदैन अब अहिलेको लागि पछि त्यही राम्रो होस् भनेर मिहिनेत गरिरहेको छु त्यही हो तर अलि बढी नै अमिलो रहेछ है तिमी चाहिँ किन एक क्वेसन तिम्रो लागि मात्रै हो कि अचानक हमला हुवा भने जस्तो भयो नि त यो किन बाँचिरहेछ भन्ने हो चाहिँ यसो खाइराख्ने बानी छ कि के खानुभयो होला त खाँदैन होला है तिमीले चाहिँ मैले कहिले गएँ यसो कहिले खायो है ठिकै छ अनि तिम्रो भन्नुपर्दाखेरि होइन हजुर नामदेखि सुरु गर नि त मेरो नाम चाहिँ होइन सबैले अब रियल नाम चाहिँ असुल बुढाथोकी हो तर फलोवर्सहरू बढ्ला है आज अलि ध्यान गर्नु अब फलोवर्स मेरो अब म चाहिँ एकदम सोझो परेँ कि फेसबुक अकाउन्टहरू केही छैन होइन अनि फेसबुक अकाउन्ट हुँदैमा सोझो अनि मतलब फलोवर्स भने अब फेसबुक फलोवर्स भने अब फेसबुकतिर हो मैले त्यही भएर टिकटकहरू केही छ टिकटक पनि छैन फेसबुक पनि छैन इन्स्टा पनि छैन वाट्सएप पनि छैन केही छैन अनि फोन नि मेसेज फोन एउटा छ अब त्यही नम्बर बनाउँछु त्यति हो फोन पनि मिस कल आउँछ जस्तो लाग्यो तिम्रो पारा देख्दाखेरि मिस कल होइन फोन आउँछ अब कसैको अब घरबाट कसैको अब कसैको घरबाट हो फोन भन्यो कसै घर त घरै हो तर कसको ठ्याक्कै भन्न चाहिँ अब सकिन्न त्यही हो ठ्याक्कै कसले फोन गर्छ भन्ने सकिन्न तिमी अहिले कति एज कति भयो तिम्रो एज चाहिँ मेरो भर्खरै 18 होइन तिमी चाहिँ होइन 18 वर्षसम्म सिङ्गल बस्नुको पीडा यसो सुनाइदियो न सिङ्गल बस्नु पीडा छैन एकदम चिल हो चिल मात्र हो कौवा हजुर कौवा सौवा चिल मात्रै हो
अलिअलि त्यस्तै समथिङ अब सबै कुरा पर्छ भनौँ न अब भनौँ न अब पेड एक्टर यति ऊ स्ट्रगल गर्दैन यति ऊ स्ट्रगल गर्दैन त्यही त तर म चाहिँ अहिले खाइरहेको छु है म चाहिँ अहिले खाइरहेको छु क्या यसो खाउँ लाग्दैन तिमीलाई आफ खासै मलाई वाउ त लाग्दैन ल ठिक छ आजको भिडियो चाहिँ यत्तिकै रियाक्सन भिडियो थियो होइन म चाहिँ आफ खान्छु अनि क्वेसन यत्तिकै अल्टर खालको क्वेसन सोध्छु अनि त्यसपछि लोभाउँछु भन्ने थियो होइन तिमीलाई चाहिँ त्यस्तो केही पनि नलाग्दो रहेछ आफै मन पर्दैन त्यो लाइफको बारेमा के कस्तो लाग्छ भन्नु त जस्तै कस्तो अमिलो आएको यार जस्तै हामी किन बाँचिरहेको छौँ जस्तो लाग्छ तिमीलाई हामी चाहिँ अब त्यो त क्वेसनै के अर्कै भइदियो त्यसको आन्सरै छैन भनौँ होइन हाम्रो अस्तित्व के हो जस्तो लाग्छ कि तिमीलाई के जिउँदो हुँदाखेरि त बाँच्नै पऱ्यो होइन के भन्छ बाँस कपास अनि त्यो तिनवटा कुराको लागि चाहिँ बाँच्नै पऱ्यो होइन त्यो त चाहिन्छ हामीलाई मलाई चाहिँ आउने है खाँदैनौ होला है तिमीले के हो यो चाहिँ अलि बढी नै अमिलो छ कि तपाईँ चाहिँ भन्नु तपाईँले चाहिँ के लाग्छ तपाईँ चाहिँ भन्नु त हामी के को लागि बाँचिरहेको मेरो अब त्यही हो मैले भने होइन तपाईँले अब तपाईँले चाहिँ भन्नु त मैले भन्ने के भन्ने तपाईँ त्यही क्वेसनको आन्सर दिनु नि तपाईँ के question? मलाई सोध्नु भयो हामी चाहिँ किन बाँचिरहेको छौँ हामी कस्तो किन बाँचिरहेको तपाईँले नि सोध्नु भयो नि अहिले भर्खर मलाई त्यही के हामी चाहिँ किन बाँचिरहेको छौँ भने हो यो संसारमा चाहिँ म सोधेँ म सोधेँ होला तपाईँले सोधेँ मैले त्यो चाहिँ किन बाँचिरहेको त्यो भएर तपाईँले पो मैले सोधेँ अनि मैले सोधेँ भनेर अघि समस्या नै अनि फेरि तिमी किन सोधेको मलाई यो क्वेसन तपाईँले नि भन्नु पऱ्यो नि हामी किन बाँचिरहेको हामी भन्ने अनि अरू केही अरू के भन्ने भन्दा अरू अब घुम्नु जाने एक दिन कहाँ जाने भन्नु ल मेरो अन्सल भाइलाई यसो मायाको कुरा गर्ने बेलामा यसो आँप खाएर लोभ्याउने चाहिँ थियो होइन यस्तो क्वेसन सोध्ने चाहिँ बाहना हो होइन हामीले तिमीलाई लोभ्याउने चाहिँ चाहना हो होइन भयो होला होइन यो तिमीलाई गिफ्ट मेरो तर्फबाट यो हो मैले खाइरहेको चाहिँ अनि त्यसपछि तिम्रो एकदम खानामा मिठो खाना लाग्ने के हो मासु के को मासु खसीको मटन अमिलो पिरो मन पर्दैन त्यसले यो त अब तपाईँलाई थाहै छ अमिलो कसलाई मनपर्छ भन्ने होइन तपाईँ मलाई नि सक्नु लागिरहेको छ होइन ठिक छ बुझ्ने मान्छेलाई इस्राइ काफी भन्छ होइन एकदम के गर्नु त्यस्तै तर अरूले खाँदाखेरि खाउ लाग्दैन तिमीलाई मलाई लाग्दैन लाग्दैन न त अहिले पनि लाग्नु पर्ने अहिले लाग्दैन त्यो चाहिँ फेरि मिसन फेल भयो है उसँग पनि के भयो मिसन फेल मेरो खासमा अर्कै थियो कि मोटिभ होइन के चाहिँ तिमीले भ्लग हेर अनि थाहा बस्छौ बुझ्छौ अरूलाई सताउने गएमा बस कि इन्टरभ्यू बाँकी छ बस अनि पहिले स्टार्ट छ नि त्यो खाउने सोचेर भाइ हजुर के मुसा के को पैसा खोइ दिउँ पैसा दिउँ खोइ मलाई दिने भने काम गरेर देऊ के अरे कान काट्ने अरे ओ भाइ कान काट्न लाग्यो तिमीले कान काट्न ला हो कस्तो दामी कान रहेछ मलाई दिउ न
अलिअलि सिरियस है अनि अघि चाहिँ हाम्रो सञ्जीव प्रताप राणा मगरसँग इन्टरभ्यू भइसकेको छ होइन यसको बारेमा एकदम विशेष हुन्छ र अहिले हुनुहुन्छ हामीसँग यो मनोज गुरुङ सर के छ मनोज सर हालखबर हाम्रो यहाँ एकदम ह्यान्डसम बोय है कोरियन बोय हेर न तिमीले हेर्ने बेलामा होइन यस्तो हुन्छ कि तिम्रो यस्तो टाइपको खतरा गर्छ कि गर त एकचोटि गर त ऊ फेरि ल वान्स मोर हेर न एकचोटि एक नजर अलि अमिलो रहेछ खाँदैन होला है तिमीले किन हाँस्नु लाग्यो यतिकै हाँस्नु पाउँदैन ठिक छ होइन मनोज ठिक छ अनि तिमीलाई होइन हजुर यो दुनियाँको यस्तो ह्यान्डसम केटा हुनु पाउँदा कस्तो लाग्छ तिमीलाई भन त यस्तो सर्ट एकदम डिस्क्रिप्सन एकदम खुसी लाग्छ यता हेर न खुसी लाग्छ फेरि किन उता हेरेर यता भन अब दुःख लाग्छ किन दुःख लाग्छ किन खुसी लाग्छ खुसी चाहिँ किन कोही छैन राम्रो भयो त हेर्थ्यो होला कोही कहिले भनिदिउँ वा यहाँ भ्युवर्सहरूलाई भएन अनि भएन तिमीलाई साँच्चै मन पर्दैन है यो अमिलो ल हामीसँग हुनुहुन्छ है यता हेर न हेर फेरि पनि मनोज खराल गुरुङ हजुर स्वागत छ मेरो युट्युब च्यानलमा के छ विशाल हालखबर हामीसँग हुनुहुन्छ विशाल के अरे उसको बमजम होइन अच्छा बम जन इज नट बम तपाईँ हो नाम मेरो थाहा बल्ल आम भनेको बम जम चाहिँ हो जम चाहिँ हो तिमीलाई चाहिँ होइन हामी किन बाँचिरहेछौँ जस्तो लाग्छ किन बाँचिरहेछ सास फेर्नलाई त्यो त सास चाहिँ किन चलिरहेछ हाम्रो सास बाँच्नलाई हो हाम्रो अस्तित्व के हो हाम्रो अस्तित्व ठुलो मान्छे भन्ने हाम्रो पर्पस के हो ठुलो मान्छे भन्ने पैसा कमाउने यस पैसा त हामी पछि छौँ तर हारेको छैनौँ क्या nothing happening to me. I'm not melting, bro. I'm not melting. Why? किन? Because you didn't give me. अलि बढी अमिलो रहेछ म अलि फ्रेस बिजी छु कि त बिजी मान्छे कि तपाईँ हो तपाईँ खाँदै अब इन्टरभ्यू लिने कहाँ पाइन्छ छिटो बिजी मान्छे पऱ्यो ल हेट खोस्टा मत दिन्छ हेट खोस्टा मत दिन्छ र अहिले दिनु अहिले खाइदिनु खानु मन छ कि नै खानु मन छ के भनेको Hi bye, how's it? है गाइज खतरा डेन्जर म चढेको गाडी सुरुमा अब बीको 1 सिटमा बसेको थिएँ है बीको 1 सिटमा बसेको थिएँ तर गड प्लान भनौँ एको 1 सिटमा गएर बसेको थिएँ होइन पछि यहाँ मेरो सिटमा आन्टीहरू बस्नु भएको थियो ल ठिकै छ के आन्टीहरूलाई उठाइदिनु भनेर अनि उठे गएको उतातिर अहिले ट्रकले हानेर भागेको छ गाछौँ मान्छेहरू दिनलाई दुईजना बहिनीले सोट लाग्यो
ल गाइज फाइनल्ली घर आइपुग्यो है के हुन्छ अगाडि म अब्दिरहने छु त्यतिकै बेरको लागि सी यु अन नेक्स्ट ब्लग गाइज